हेलो साथी हो, यो के हो चिन्नुभयो तपाईँले? चिन्नुहुन्छ भने कमेन्ट गर्नु ल। म भन्छु तपाईँहरूलाई चिन्नु भएन भने। मेरो चाहिँ ब्याडमिन्टन खेल्दा खेल्दा ऱ्याकेटको तार चुडिएर चाहिँ म स्पोर्ट हाउसमा पुगेँ। अनि केही समय मैले पनि त्यो ऱ्याकेट बुनेको हेरेँ, कसरी बुन्छ भन्ने मनमा एकदम जिज्ञासा थियो होइन। बसेर त्यहाँनिर हेरियो पनि त्यो मेसिनले चाहिँ सजिलैसँग कति मजाले बुन्नु हुँदो रहेछ। एकछिन हेरियो, वेट गरेर कति मजा हुँदो रहेछ। मेसिनले स्वाई 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 तानेर भाइले मजासँगले एकैछिनमा बुनिदिनु भयो। हेर्नु ल तपाईँहरूले पनि कसरी बुन्नु हुँदो रहेछ। ट्याक्क कतिमा बुन्ने अङ्क मिलाउने, त्यसपछि मेसिनले ट्याक्क ट्याक्क तानेर टाइट गर्ने रहेछ है गाइस। पुरै हेर्नु ल कसरी बुन्छ। तपाईँहरूलाई पनि जिज्ञासा थियो भने पुरै हेर्नु होला। ऱ्याकेट बुन्ने मेसिन तलबाट ट्याक्क तानिसकेपछि चेप्ने, अनि फेरि फिट गर्ने, तानेर अनि मेसिनले ट्वाइक्क तन्काउने। नाइस, दामी। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अनि कस्तो लाग्यो भिडियो एउटा कमेन्ट चाहिँ छोडिदिनु होला। बाई।